तिमीलाई लिन आइपुगे जन्ती घुम्टोडी बसन बसन्ती ल्याए जन्ती नचाउँदै फन्ती तिमीलाई लिन आइपुगे जन्ती घुम्टोडी बसन बसन्ती ल्याए जन्ती नचाउँदै फन्ती ल्याए जन्ती नचाउँदै फन्ती हे मलाई आज लाज लाग्यो किन घनके बजाका
पनि देखियौ कति थोरै घुम्टो उठाउन बसन्ती ल्याए जन्ती नचाउँदै फन्फन्ती राम्री पनि देखियौ कति थोरै घुम्टो उठाउन बसन्ती ल्याए जन्ती नचाउँदै फन्फन्ती ल्याए जन्ती नचाउँदै फन्फन्ती हे सङ्गी साथी छाया हिँडेर स्वयंवर गर्दा हेर्नु है ढल्केर ल्यायौ जन्ती नचाउँदै फन्फन्ती सङ्गी साथी छाया हिँडेर स्वयंवर गर्दा हेर्नु है ढल्केर ल्यायौ जन्ती नचाउँदै फन्फन्ती ल्यायौ जन्ती नचाउँदै हे त्यसै तिमी छौ चट्टा परेकी झनै राम्री दोसल्ला ओढेकी ल्याए जन्ती हेर न बसन्ती त्यसै तिमी छौ चट्टा परेकी झनै राम्री दोसल्ला ओढेकी ल्याए जन्ती हेर न बसन्ती ल्याए जन्ती हेर न बसन्ती हे भागावनले राचेको जोडी हजुर भने के छ र कमजोरी ल्यायौ जन्ती नचाउँदै फन्फन्ती भागावनले राचेको जोडी हजुर भने के छ र कमजोरी ल्यायौ जन्ती नचाउँदै फन्फन्ती ल्यायौ जन्ती नचाउँदै फन्फन्ती ठेकियो ठुलो मान्छे अगाडि बस्नु ठेकिहाल्छ क्या
राजाको जन्म निर्जला चिनाको होइन चिनाको भने नि चिनाको नर्मदा होला नर्मदा निर्जला राशि फरक पर्छ र बालुराम शर्मा बालुराम शर्मा गंगाराम शर्मा बालुराम क्या नहीं बुझ्छु शरम बनेन कौन एज अनुसार कत एज बटी उमेर अनुसार लाग्यो क्या उमेर कई 26 वर्ष 26 वर्ष करेपछि त 9,900 लाग्यो 35 कटल राख्थे 10,900 लागत वही आईडी अनि पासपोर्ट वही तो फोटो हिले सेव अप्ठ्यारो चाहिँ के चलाउनु अटोको अगाडि यसरी बिग्रिहाल्यो यो उसमा तिम्रो म्यानुअलमा चाहिँ देखाउँछ यो अटो मोडमा राखेर चाहिँ Vamos a ver para
उनीहरूले ट्याक्स लगाइदियो उनीहरूले एउटा अर्को याद छ त्यता नि हो छिटो बिहामा हेर्नुपर्छ रेखाको भिडियो गरिदिनु त मोबाइल एउटा कुरा है तिमी एसी मात्रै उठ्यो के Thank
चामल कुसुमे झोलीमा रुँदै थिए नि मेरा बाबा हालिदेऊ डोलीमा औँसीको अँधेरी रात पूर्णिमाको जुना दाहिने हातको औँठी सामा बाबा लागे रौला अञ्जली जली जली जल हुन्ती नारी स्त्रियाको जन्म जनिदेऊ मुरारी धारै रोप्ने खाले गर आलीमा रोपौमा छोरालाई हंसबन्द छोरीलाई बनिबास सानैदेखि पाल्यो आमा कोक्रो हल्लाई हल्लाई छोरी उमेर पुगेपछि दिन्छौ कल्लाई कल्लाई सातै भाइ छोरालाई यही घरमा अटायो एउटी छोरी थिए बाबा सटारा पठायो बिहान उठी आगो फुक्ने फलामको सोध्ने चेली माइती छुट्याउने यही हरियो पोते अञ्जली जली जली जल हुन्ती नारी स्त्रियाको जन्म जनिदेऊ मुरारी पानी पर्यो पर्यो उतैतिर टर्यो बाबा मेरो आउँछु भन्थे आशै पनि मर्यो भातै पाक्ने भन्नु भाँडा तिहुन पाक्ने कराई हिजोसम्म माइती घरमा आज भए पराई बिहान उठी घाँसे काटे कतिकै सितैमा अरू बेला नसम्झिने सम्झिनु तिजैमा सानो सानो घैलामा म पानी भरौला नरौ नरौ मेरा बाबा म आउँदै गरौला अञ्जली जली जली जल हुन्ती नारी स्त्रियाको जन्म जनिदेऊ मुरारी भित्रबाट छमछम्म मेरी आमा आउन भोका पेट फुका केश कन्यादान देउला दिनु तिनटी भयो तर अलि हात हाल्नु तिनटी भाइ भइहाल्यो हो ल ल दिनु नाच्दै गर्न भयो ल अब तिमी छोडिदियो अब आर्की ल अब विधान किताबमा त्यो बाबुले त्यहाँ पैसा टिका पार्नु ल सालीबाट दिएको पैसा सहयोग गर्छौँ क्या बा भिनाजु स्याहार गर्नु भिनाजु आउनु अब भिनाजु आउन स्याहार गर्नु त्यही नै हुनु पऱ्यो होइन भिनाजुलाई बुढा भिनाजुलाई भोलिपछि बुढो भाइ स्याहार सम्मान ल ल पैसा दिन्छु ल अब आर्की ल ल अब लास्ट भयो ल यिनी कान्छी ए ल मैले अहिले सोधेको नि ल ल ठिक कान्छीको नम्बर आयो ल ल अब हामी यहाँ आर्थिक तमरी आएको ल अब ल राख्नु त्यहाँ माजा राख्नु यसको पूजा अहिले गरिदियो भयो छ माजा राख तिनवटा भएको भयो
एक बार निकाल्दा हजुर दुईको बाटो एउटा भाग एकत्र भाग हजुर हो यस्तो बुझ्नु यस्तो 10 रुपियाँ हजुर बाटो त्यहाँ राख्नु अब उता दिनु पर्यो अब उहाँ कति पैसा दिएर त्यहाँ दोकान त्यसै कहाँ खाना पैसा पैसा निकाल्नु पर्यो मिलेर माग्सा किसिम तपाईँलाई विचारको यहाँ धेरै लफडा गर्नु हुँदा आफूले जुडायो न आफूले जुडाएर जति दियो नि खुसी होइन पाउँ तिनखेलमा मान्छे जो आफ्नो सधैँ तिन जग्गा लफडा गरेर पाका मान्छे यस्ता पाका हुनु खुसी ला त्यसै बुझ्नु है त पाका मान्छे थोरै साह्रो भएछ भने हामीले यसो सहयोग गरौँला भनौँला नत्र यस्ता पाका मान्छे धेरै सधैँभरि दिनु एक दिन दिएर धेरै हात आइदिनु उहाँले अब त्यो सुन्ने गराउनु पाँच नभए म तिमीलाई छैन हो त्यहाँ ल हात आइदिनु त उहाँको हात हो त्यो पैसा हेर्ने गर्ने त्यहाँ खाने च्याप्पा पार्न छोटो छोटो सबैले हात पुरी भयो खाऊ भाउ सही ल अब गर्नु भयो गर्न कति छमेका छ उता दिउ तिमीले राखेको ल तिमी आफै गर्न फेरि के हो कति पछि कति थियो कति हामीलाई के थाहा अब उनीलाई थाहा नहोला गनेर उता बुझाइदिउँ तिमीले खसालो ल्याएर गनेर बुझाइदिउ हो कि न थाहा त कुरो के यति गएसम्म यति हो त भने त सबैले जानकारी भयो भने धेरै थियो भने के भनेको राजनीतिमा थाहा हुनु पर्यो नि कति हो त भन्ने हामीलाई बरु सुन्न परेन थप नपर्ने भए थप्छौँ नत्र भयो भनेर खुसी हुन पर्यो यस्ता समझदारी पढा लेखा कर्मचारी यस्ता मान्छे ल यो भयो ल अब माइती आउन पर्यो लाभा दिनलाई माइती बिलाइको भाइ अब उठ्न पर्यो अब फेरि बिलाएर उठ्न पर्यो शुभ यहाँ लाभा 3 पटक उठाएर दिदी अगाडि भिनाजु पछाडि ट्याक्क सुक्खा लाएर 3 पटक मैले मन्त्र पढ्छु म 1 मिनेट है के गर्नु भने अगाडि पो हो सुक्को थापेर लागा दिनु पर्यो है कताजना हाम्रो गाउँ हुनुहुन्छ नि देख्नु गाडी कताबाट और से भाई के मिला एक तो छोड़ दो लावा त्यो ढुङ्गो खोजेर ल्याउनु पर्यो ढुङ्गो खोजेर ल्याउनु पर्यो मेरो त वानाला पर्छ ओ ब्याइटा दुधै 150 छ उता हेर गुरुले भन्नुहुन्छ कि सुपदिन लाभा राख्दिनु मैले राख्दिनु दिदीको हातमा सुपदिन भाइले राख्दिनु मैले यता कताबाट लाग्ने त्यति साइड अहिले उहाँले पढ्नुहुन्छ ठिक्क पार्नु हातले निकालेर 3 जोडी 3 धेर अनि भाइले हातले त्यहाँ मिलाइदिनु है मैले एक किताब पढ्न थालेँ पढेपछि उहाँ गुरुले
अब त्यहाँ ट्याक्क स्वाहा भन्दा त्यहाँ सुपाले सुपाले ट्याक्क सुपाले तिमीले उहाँ फाल्ने फेरि अब 2 पटक तपाईँले ठोक्ने नानीले फेरि अब सबै सबै ल भयो ल अब आफ्नो ढुङ्गा चाहियो भिडियो उठ्नु पर्यो भिडियो 3 पटक खानलाई अग्निमा हो 2 केजी दुईजना पानी मैले मन्त्र भन्दा 3 कटिया सक्ने ओम प्रजापति देवं विदेवं अग्नि नमः स्वाहा एउटा थुप्रो ओम प्रजापति अग्नि देवं ओम पूर्णाहुति स्वाहा ओम देवगातु विदेगातु निसं ओम अग्नि नमः स्वाहा सबै भएपछि सरप्पै उचालेर ठाउँ सार्नु भन्छ विधान त गर्न पर्ला त्यो पाउनु पर्ला जय बजरङ्ग यिनी बोल्ली भइसिन् त्यो नानी झन् बोल्ली भइसिन् गर्नु भइसिन् सरप्प पारे त गराएका ठाउँ नानी ज्वाइँको बुढी उठेछ मात्र बस्नु लागे बुढी अल्टो छोपेर हातको बुढी उठ ल आज्ञा राम्ररी गर्न मैले 3 राउन्ड है 3 कि 5 है होइन हेर्न म झुक्केला लुट्केला जुत्ता अलि बनाएन बाटो फोटो त अब फर्केर आउँदा 3 हुन्छ पर्दैन रे के कति दिनपर्छ त्यो भन्न कति बेसी दिन्छौ राहेर जानु पर्यो त्यस्तो फाइनल डिट गर भनेको माग्ने एकचोटि 50,000 1 लाख 2 लाख 3 लाख सुनका हिसाबले अलि त 10,000 20,000 1 लाख पहिला 1 लाखबाट सुरु गर घट्यो भने घट्यो पहिलाको भन नि त 5 लाख भन मलाई त एउटा किटक्याट दिए पनि दिन्छु भन्थ्यो साली धेरै सजिलो पऱ्यो कति ग्यारेन्टी अर्को पढावालालाई बोलाउनु पऱ्यो क्या साली अमिना खाइ अमिना उहाँले दिन खोज्दा पनि उता पैसा होइन चाहिएन पैसा अधिकार त लिनु पर्यो भन्यो अलिक राम्रो भन्छु सिधा 5 भन न त्यसो
5 त 1000 पनि हुन्छ 100 पनि हुन्छ लाख पनि हुन्छ कति त्यसमा के जोडाइदिन्छ दाममा के जोडाइदिन्छ प्राणम लाग्यो त्यस्तो धेरै भयो त्यसो ठुला दिदी र साली ठुला साली के छ जेठा दिदी के भन्छ साली के भन्छ साली यता हजुर के छ एकदम साली नै हो झ्याममा बोल्नु पऱ्यो कि यति चाहियो भनेर हामी त भन 100 रुपैयाँ दिने भन त पहिले भन घट्दै जान्छ क्या अनि घट्न भन न पहिला हजुरले दिनु न अनि हामी जुत्ता नदेऊ है किन यतिमा दिन्छ त भन्नु जुत्ता नदेऊ माइल माइल यो त लाएर जानु पर्यो क्या रे एकछिन त रमाइलो हो मेरो 1000 रुपैयाँ दिनु हुन्छ धेरै सोची भयो नि यति सोची हुन भएन क्या बर्बाद नै भयो यो त पैसा दिनु पैसा के भइरहेछ जुत्ताको लागि कति भन न नानी 1000 रुपैयाँ भन्नु जानु भन्नुहुन्छ एउटा मिठाई ल्याए भने दिन्छु भन्नुहुन्छ एउटा किटक्याट पनि दिने अरे क्या जुत्ता त यति हुन्छ बन्द जुरको उठाउने सिस्टम भएर होला तिमी भन्दा त यिनी साडी मनमा 1 लाख त सालीले बाटो कसो बाटो गर्न सक्छ बाटो साली मेरो प्यारी साली नानीलाई आफ्नो खुसीले जुत्ता सुरक्षित राखिदिए बापत ल अलि पनि टाइम छ है अरे यहाँ जति तना अलि पनि टाइम छ है दिदी लिएर जाउँ अहिले ल पाइयो है जस्तो ल तपाईँ धेरैमा पर्नु हो फेरि आउनु छ झारखण्ड अब तपाईँले अराएर गर्नु पनि हामी छौँ त्यो यसो टिका छैन रातो टिका छैन हजुर यो Thank you.